संसदबाट हामीले बहिष्कार गरिराखेका छौँ। चिया पसलबाट र समाजबाट तपाईहरुले बहिष्कार गर्नुपर्छ। यो अभियान थालनी गर्नुपर्छ। केही नगर्ने, गाली पनि नगर्ने, झगडा पनि नगर्ने, के भन्दा पनि नभन्ने, सँगै चिया खाना आउँछ भनेपछि कसको नेता भने यो भ्रष्टाचारीको म नेता हुँ, लोकल नेता भनेर कोही आउँछ भने सँगै बसेर चियै नखाइदिने। बस कहीँ विवाह छ भने विवाहमा बोलाउँदै नबोलाउने, व्रतबन्धमा नबोलाउने, शुभ कार्यमा नबोलाउने, त्यहीँ आएर खान्छ भने त्यसलाई बहिष्कार गर्ने। यो गर्नु अहिले हामीले संसदमा बहिष्कार गरेका छौँ। तपाईँले सडकमा, घरमा, टोलमा, छरछिमेकमा बहिष्कार गर्ने। यिनीहरूलाई यति नगरी भएन। देश आज धेरै बोलेका कारणले, धेरै खोक्रा कुरा गरेका कारणले, धेरै झुट बोलेका कारणले, धेरै हावा कुरा गरेका कारणले गर्दाखेरि आज देशको अवस्था यो भएको छ। आज हामी जति अगाडि र पछाडि जति युवाहरू देखिरहेका छौँ, आज यो देशमा यो युवाहरू बस्न नसक्ने अवस्था भएको छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ कमसेकम हामीले हाम्रो ठाउँबाट ती राम्रो कर्म गर्नुपर्छ, हाम्रो ठाउँबाट ती कमसेकम राम्रो काम गर्नुपर्छ, कमसेकम हामीले ती कमसेकम मानव भएर मानव जसरी ती अरूलाई व्यवहार गर्नुपर्छ भनेर ती कमसेकम राजनीतिमा जसले फोहोर गरिरहेका छन्, जसले भ्रष्टाचार गरिरहेका छन्, जसले व्यथिति गरिरहेका छन्, जसले नराम्रा कामहरू गरिरहेका छन्, तिनलाई ती फुल स्टप लगाउनु पर्छ भनेर राजनीतिमा प्रवेश गरेका मानिसहरू हौँ हामी। भिजिट भिसा काण्ड मच्चाए पनि, भुटानी शरणार्थी बनाए पनि, व्हाइट बडी, एनसेल लगायतका ठुल्ठुला भ्रष्टाचारका काण्ड गरे पनि यिनलाई सहेर बस्ने, चित्त बुझेन भने पासपोर्ट लगाउने, भिसा निकाल्ने, विदेश जाने एउटा विकल्प त्यो हो। अर्को विकल्प के हो भने यिनीहरूले अत्याचार गरे, यिनीहरूले भ्रष्टाचार गरे, अदालत किने, प्रहरी किने, अख्तियार किने, देशभरिको कुशासन गरे, यिनका विरुद्धमा अति भयो। अब युवाहरू एकजुट बनेर देश बनाउनुपर्छ भनेर कम्मर कसने, यिनीहरूलाई बहिष्कार गर्ने। योभन्दा अर्को यो विकल्प दोस्रो विकल्प हो। यो विकल्पमा चाहिँ जानुपर्ने अब अहिलेको अवस्था छ हामीसँग। तपाईँले भ्रष्टाचार गर्नुभयो हजुर भनेर गयो भने के गर्छन्, अनि अदालत जाऊ भने यही भोलि होस्टलकै कुरा गर्नु न। अलिकति केही भयो भने दुईजना कर्मचारी आउँछन् यहाँ भोलि दौडेर, अनि घुस दियो भनेपछि सबै कुरा ठिक मान्ने, घुस दिएन भने भोलि एउटा दिनदेखि दुःख दिन साल्छन् यिनीहरू। यिनीहरूका विरुद्धमा सङ्घर्ष गर्नुपर्छ। नेपालमा उत्पादन भएको विशेष गरेर तराईको लाहान, सिरा, सप्तरी, झापा, मोरङ, सुनसरी, नेपालगञ्ज, बाँके, बर्दिया, रौतहट, बारा, पर्सा, चितवन लगायतको ठाउँहरूमा अहिले आँपको सिजन छ। यति ठाउँमा आज म भन्न चाहन्छु, अहिले आज घरमा गएर तपाईँले आँप किन्न लाग्नुभयो भने केही नगर्नु, दुकानदारलाई सोध्नु यो आँप नेपालको हो कि भारतको भनेर सोध्नु, नेपालको भए किनेर लिनु, विदेशी भएपछि नकिनिदिनु। यति पनि गर्नुभयो भने यो किसानका लागि ठुलो राहत हुन्छ। म यो तपाईँहरूलाई अपिल पनि गर्न चाहन्छु यो स्टेजबाट, किनभने यसले ठुलो राहत गर्छ। हेर्दाखेरि सामान्य लाग्छ तपाईँलाई, तर यसले यति धेरै राहत गर्छ कि अहिले साल खेर जाने आँपले बजार पायो भने त्यो आँपले बजार पाएर अहिले 10,000 कमाउने किसानले 20,000 रुपियाँ मात्रै कमाइदिएपछि पछिल्लो वर्ष त्यो किसानले यति मेहनत गर्छन् कि 40,000 कमाउने बनाउँछन्। विकासको एउटा ठुलो चरण पार गर्छ। म तपाईँलाई त्यही अपिल भन्न चाहन्छु। र जाँदा जाँदै सबैलाई मेरो अपिल के छ भने अब युवा साथीहरू एकजुट हुने बेला आएको छ। यतिखेर व्यवसायिक क्षेत्रबाट पनि एकजुट बन्नुहोस्, राजनीतिक क्षेत्रबाट पनि एकजुट बन्नुहोस् र अन्य क्षेत्रहरूबाट पनि एकजुट बनेर अब हामीसँग जम्मा दुईटा विकल्प छ। एउटा विकल्प भनेको यिनीहरूले जेसुकै गरे संसारका कुनै पनि देश बनाउने भनेको युवाहरूले हो। मैले लामो कुरा गरिनँ, सिर्फ राजनीतिमा आउनुपर्छ भन्ने होइन। सबैले राजनीति गर्नुभयो भनेपछि यहाँ व्यवसाय कसले गर्ने, व्यवसाय गर्नुपर्छ। युवाहरूले व्यवसाय गर्ने, काम गर्नेले काम गर्ने, तर चुनाव आउँदाखेरि सोच्ने। आज जुम्लामा सोचेनन्, जुम्लामा सब युवाहरूले भोट दिएको होइन। कमसेकम आज जुम्ला जानुभयो भने हो मैले व्यक्तिगत रूपमा कसैको काम गर्न नसक्या होला। आज मात्रै बिहान एउटा भेरीगङ्गा नगरपालिकाबाट एकजना चन्दजी एउटा आउनुभएको थियो, किडनी फेल भएर, दुईटै किडनी फेल भएर अघि मेरो अफिसमा आउनुभयो। मैले आज उहाँलाई भने तपाईँ ढुक्कका साथ जानुहोस्, तपाईँको ज्यान बच्यो आजबाट। उहाँले खुसीको आँसु झार्नुभयो। यदि जुम्लाका जनताले भोट दिएर त्यहाँ नपुर्याएको भए मैले फोन गरेर त्यो मान्छेले जसले डोनेसन गर्छ त्यो मान्छेले नमान्ने अवस्था भइदिएको भए आज उनको ज्यान बस्थ्यो। त्यही भए हुनाले भोट भनेको एउटा परिवर्तनको सङ्घार हो, भोट भनेको क्रान्तिको एउटा ऊर्जा हो। त्यो भए हुनाले अब युवा साथीलाई व्यवसाय गर्नेले व्यवसाय गर्नु पर्यो, राजनीति गर्नेले राजनीति गर्नु पर्यो, सरकारी क्षेत्रमा काम गर्नेले सरकारी क्षेत्रमा काम गर्नु पर्यो। तर सबभन्दा पहिलो कुरा म हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
युवाहरूको सोचका साथ एउटा केही गर्नुपर्छ यही देशमा भन्ने जुन मान्यताका साथ आज जसरी उहाँले एउटा चेनका रूपमा एउटा होस्टल व्यवसायलाई अगाडि बढाउन चाहनुभएको छ, उहाँलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र सबै क्षेत्रबाट अब हामीले अहिले गर्ने भन्ने कुरा के हो भने तपाईहरूले व्यवसाय गर्नुभयो भने तपाईहरूको व्यवसायलाई प्रोत्साहन गर्ने, यो व्यवसायलाई अझै कसरी आधुनिकीकरण गर्न सकिन्छ, अझै कसरी यसलाई व्यवसायीकरण गर्न सकिन्छ भन्ने कुरामा हामीले ध्यान दिने हो। र अब होस्टल खोलिसकेपछि सामान पनि कर्णालीकै प्रयोग गर्नु होला। म तपाईँलाई अनुरोध पनि गर्छु, सिमीको दाल, जुम्लाको मार्सी, फापर, कोदो, मकै, जौ, कागुनो लगायतको सामग्री चाहिँ होस्टलमा खपत गर्नु होला। त्यसले गर्दा के हुन्छ भने त्यहाँ उत्पादन गरेको किसानले भोलि बेच्न पायो भने उसलाई काला पहाड काम गर्न जानु पर्दैन, हाम्रै देशमा स्वर्ग हुन्छ। त्यो काम चाहिँ गरिदिनु होला, म तपाईँलाई यो अपिल पनि गर्न चाहन्छु। र साथसाथै अब स्याउको सिजन हुने बेला भयो, स्याउ आयो भने होस्टलमा पनि राखिदिनु होला है। अहिले अब आँपको सिजन छ, हामी सबै नेपालीलाई हामीले अपिल गरेका छौँ यो वर्ष आँप नेपालमा उत्पादन भएको विशेष गरेर तराईको लाहान, सिरा, सप्तरी, झापा, मोरङ, सुनसरी, नेपालगञ्ज, बाँके, बर्दिया, रौतहट, बारा, पर्सा, चितवन लगायतको ठाउँहरूमा अहिले आँपको सिजन छ। यति ठाउँमा आज म भन्न चाहन्छु, अहिले आज घरमा गएर तपाईँले आँप किन्न लाग्नुभयो भने केही नगर्नु, दुकानदारलाई सोध्नु यो आँप नेपालको हो कि भारतको भनेर सोध्नु, नेपालको भए किनेर लिनु, विदेशी भएपछि नकिनिदिनु। यति पनि गर्नुभयो भने यो किसानका लागि ठुलो राहत हुन्छ। म यो तपाईँहरूलाई अपिल पनि गर्न चाहन्छु यो स्टेजबाट, किनभने यसले ठुलो राहत गर्छ। हेर्दाखेरि सामान्य लाग्छ तपाईँलाई, तर यसले यति धेरै राहत गर्छ कि अहिले साल खेर जाने आँपले बजार पायो भने त्यो आँपले बजार पाएर अहिले 10,000 कमाउने किसानले 20,000 रुपियाँ मात्रै कमाइदिएपछि पछिल्लो वर्ष त्यो किसानले यति मेहनत गर्छन् कि 40,000 कमाउने बनाउँछन्। विकासको एउटा ठुलो चरण पार गर्छ। म तपाईँलाई त्यही अपिल भन्न चाहन्छु। र जाँदा जाँदै सबैलाई मेरो अपिल के छ भने अब युवा साथीहरू एकजुट हुने बेला आएको छ। यतिखेर व्यवसायिक क्षेत्रबाट पनि एकजुट बन्नुहोस्, राजनीतिक क्षेत्रबाट पनि एकजुट बन्नुहोस् र अन्य क्षेत्रहरूबाट पनि एकजुट बनेर अब हामीसँग जम्मा दुईटा विकल्प छ। एउटा विकल्प भनेको यिनीहरूले जेसुकै गरे, भिजिट भिसा काण्ड मच्चाए पनि, भुटानी शरणार्थी बनाए पनि, वाइट बडी, एनसेल लगायतका ठुल्ठुला भ्रष्टाचारका काण्ड गरे पनि यिनलाई सहेर बस्ने, चित्त बुझेन भने पासपोर्ट लगाउने, भिसा निकाल्ने, विदेश जाने, एउटा विकल्प त्यो हो। अर्को विकल्प के हो भने यिनीहरूले अत्याचार गरे, यिनीहरूले भ्रष्टाचार गरे, अदालत किने, प्रहरी किने, अख्तियार किने, देशभरिको कुशासन गरे, यिनका विरुद्धमा अति भयो। अब युवाहरू एकजुट बनेर देश बनाउनुपर्छ भनेर कम्मर कसने, यिनीहरूलाई बहिष्कार गर्ने, योभन्दा अर्को यो विकल्प दोस्रो विकल्प। यो विकल्पमा चाहिँ जानुपर्ने अब अहिलेको अवस्था छ हामीसँग। संसारका कुनै पनि देश बनाउने भनेको युवाहरूले हो। मैले लामो कुरा गरिनँ, सिर्फ राजनीतिमा आउनुपर्छ भन्ने होइन। सबैले राजनीति गर्नुभयो भनेपछि यहाँ व्यवसाय कसले गर्ने? व्यवसाय गर्नुपर्छ। युवाहरूले व्यवसाय गर्ने, काम गर्नेले काम गर्ने, तर चुनाव आउँदाखेरि सोच्ने। आज जुम्लामा सोचेनन्? जुम्लामा सब युवाहरूले भोट दिएको होइन। कमसेकम आज जुम्ला जानुभयो भने हो मैले व्यक्तिगत रूपमा कसैको काम गर्न नसक्या होला। आज मात्रै बिहान एउटा भेरीगङ्गा नगरपालिकाबाट एकजना चन्दजी एउटा आउनुभएको थियो, किडनी फेल भएर, दुईटै किडनी फेल भएर अघि मेरो अफिसमा आउनुभयो। मैले आज उहाँलाई भने तपाईँ ढुक्कका साथ जानुहोस्, तपाईँको ज्यान बच्यो आजबाट। उहाँले खुसीको आँसु झार्नुभयो। यदि जुम्लाका जनताले भोट दिएर त्यहाँ नपुर्याएको भए मैले फोन गरेर त्यो मान्छेले जसले डोनेसन गर्छ त्यो मान्छेले नमान्ने अवस्था भइदिएको भए आज उनको ज्यान बस्थ्यो। त्यही भए हुनाले भोट भनेको एउटा परिवर्तनको सङ्घार हो, भोट भनेको क्रान्तिको एउटा ऊर्जा हो। त्यो भए हुनाले अब युवा साथीलाई व्यवसाय गर्नेले व्यवसाय गर्नु पर्यो, राजनीति गर्नेले राजनीति गर्नु पर्यो, सरकारी क्षेत्रमा काम गर्नेले सरकारी क्षेत्रमा काम गर्नु पर्यो। तर यिनीहरूलाई चाहिँ अब बहिष्कार गर्नुपर्छ। संसदबाट हामीले बहिष्कार गरिराखेका छौँ, चिया पसलबाट र समाजबाट तपाईँहरूले बहिष्कार गर्नुपर्छ। यो अभियान थालनी गर्नुपर्छ।
केही नगर्ने, गाली पनि नगर्ने, झगडा पनि नगर्ने, केही भन्दा पनि नभन्ने, सँगै चिया खान आउँछ भनेपछि कस्तो नेता भने यो भ्रष्टाचारीको म नेता हुँ, लोकल नेता भनेर कोही आउँछ भने सँगै बसेर चियै नखाइदिने। बस कहीँ विवाह छ भने विवाहमा बोलाउँदै नबोलाउने, व्रतबन्धमा नबोलाउने, शुभ कार्यमा नबोलाउने, त्यहीँ आएर खान्छ भने त्यसलाई बहिष्कार गर्ने। यो गर्नु। अहिले हामीले संसदमा बहिष्कार गरेका छौँ, तपाईँले सडकमा, घरमा, टोलमा, छरछिमेकमा बहिष्कार गर्ने। यिनीहरूलाई यति नगरी भएन। अनि के गर्छन्? भ्रष्टाचार गर्छन्। तपाईँले भ्रष्टाचार गर्नुभयो हजुर भनेर गयो भने के गर्छन्? अनि अदालत जाऊ भने यही भोलि होस्टलकै कुरा गर्नु न। अलिकति केही भयो भने 2 जना कर्मचारी आउँछन् यहाँ भोलि दौडेर, अनि घुस दियो भनेपछि सबै कुरा ठिक मान्ने, घुस दिएन भने भोलिवटा दिनदेखि दुःख दिन साल्छन् यिनीहरू। यिनीहरूका विरुद्धमा सङ्घर्ष गर्नुपर्छ। अब आज कार्यक्रम बाहिर जानुभयो हुनाले धेरै कार्यक्रम परेको छ, त्यो भएको हुनाले तपाईँहरूसँग म बिदा माग्न चाहन्छु। हार्दिक मङ्गल। एकपटक जोरदार तालीले चाहिँ यो कार्यक्रमलाई स्वागत गरिदिनु सबैले, जोरदार तालीका साथ सबैले हार्दिक मङ्गल र शुभकामना व्यक्त गर्न चाहन्छु। अब हाम्रोतिरको छ, फलोस् फुलोस्, अझै चम्किँदै रहोस्, सुविधा राम्रो दिनुहोस्, एकपटक तपाईँकोमा आएर खाने मौका पनि मिलोस्। हस्, धन्यवाद। धन्यवाद। भ्रष्टाचारका विरुद्ध पनि उहाँले सदनमा धेरै कुराहरू उठाएर आफ्नो प्रतिबद्धताका साथ यस कार्यक्रमका अध्यक्षज्यू, त्यसै गरी ड्यासमा रहनुभएका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू र ड्याससँगै रहनुभएका मेरा आदरणीय दाजुभाइ दिदीबहिनी सबैमा म सेवक सुनिल केसीको नमस्कार। सर्वप्रथम आज जुन उद्देश्यका साथ तपाईहरूले जुन कर्म अब नेपालमै गर्नुपर्छ, काम नेपालमै गर्नुपर्छ, दुःख नेपालमै गर्नुपर्छ भन्ने जुन उद्देश्यका साथ तपाईँहरूले होस्टेल विभिन्न ठाउँमा राख्दै जाँदाखेरि मैले लगभग कोटेश्वरको पनि देखेँ। त्यो हिसाबले गर्दाखेरि जुन कर्म, जुन काम तपाईँहरूले गर्दै हुनुहुन्छ, सर्वप्रथम तपाईँहरूलाई पहिला विशेष गरेर धेरै धेरै धन्यवाद दिन चाहन्छु। अर्को कुरा, मैले अघि सायद उहाँको मैले नाम चाहिँ बिर्सेँ, अघि केही समय अगाडि मैले उहाँलाई भनेको थिएँ म आफै पनि काठमाडौँ महानगरपालिकाको धेरै कामहरूमा आफै लाग्ने, आफै पुग्ने, आफै खट्ने र कामहरूमा निगरानी आफै गर्ने भएको भएर मैले होस्टेल सञ्चालकज्यूहरूलाई भनेको थिएँ तपाईँहरूको होस्टेल चाहिँ कमसेकम अरूको होस्टेल जस्तो चाहिँ नहोस्, भोलि फेरि तपाईँहरूकोमा निगरानी गर्न म आफै आउनु पऱ्यो भने त्यहाँ चाहिँ साह्रै नमज्जा हुन्छ भनेर पनि मैले उहाँलाई अवगत गराएको थिएँ। तर अहिले मैले ल्यापटपबाट जुन भिडियो उहाँले देखाउनु भयो, जुन हाम्रो होस्टेलहरूमा यी कुराहरू चाहिँ उपलब्ध हुनेछन् भनेर जुन उहाँले यहाँ राख्नुभयो, त्यस्तै होस्, त्यसरी नै अगाडि बढोस् र आम मान्छेले सेवा सुविधा पाउन् भनेर म पहिला सुरुमा तपाईँहरूलाई पनि त्यो आग्रह गर्न चाहन्छु। किनभने मैले धेरै होस्टेलहरूमा आफै निगरानी गर्न जाँदाखेरि धेरै समस्याहरू देखेको छु। त्यो मध्येमा धेरै राम्रा होस्टेलहरू पनि छन्, नभएका होइनन्। एउटा घरबाट, होस्टेलबाट चुरोटका ठुटाहरू खाएर अर्कोको घरमा फालिदिएर त्यहाँ निगरानी गर्न जाँदाखेरि त्यो पनि देखेको छु। खानामा साह्रै खल्लो भयो भनेर त्यो कुरा पनि म आफै व्यक्तिगत रूपले त्यो होस्टेलहरूमा हेर्न गएको भएर तपाईँहरूले ती कमसेकम हाम्रो एरियामा जुन राम्रो काम गर्दै कमसेकम होस्टेल भनेको त यस्तो हुनुपर्छ है, होस्टेलभित्र त्यो सबै सेवा सुविधा हुनुपर्छ है, होस्टेल भनेको त यसरी चलाउनुपर्छ भन्ने जुन उद्देश्यका साथ तपाईँहरू अगाडि बढ्नु भएको छ, तपाईँहरूलाई फेरि पनि बधाई दिन चाहन्छु, फेरि पनि धन्यवाद दिन चाहन्छु। तपाईँहरूले कर्मति कमसेकम राम्रो गरिदिनु होला। र अर्को कुरा, म आफै पनि धेरै बोलेर होइन, अब त्यो हामीले गरेर देखाउनुपर्छ भन्ने उद्देश्यका साथ अगाडि आएको भएर धेरै बोल्ने कुरामाथि म आफू पनि धेरै विश्वास ठान्दिनँ। किनभने यो देश आज धेरै बोलेका कारणले, धेरै खोक्रा कुरा गरेका कारणले, धेरै झुट बोलेका कारणले, धेरै हावा कुरा गरेका कारणले गर्दाखेरि आज देशको अवस्था यो भएको छ। आज हामी जति अगाडि र पछाडि जति युवाहरू देखिरहेका छौँ, आज यो देशमा यो युवाहरू बस्न नसक्ने अवस्था भएको छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ कमसेकम हामीले हाम्रो ठाउँबाट ती राम्रो कर्म गर्नुपर्छ, हाम्रो ठाउँबाट चाहिँ कमसेकम राम्रो काम गर्नुपर्छ, कमसेकम हामीले चाहिँ कमसेकम मानव भएर मानव जसरी चाहिँ अरूलाई व्यवहार गर्नुपर्छ भनेर चाहिँ कमसेकम राजनीतिमा जसले फोहोर गरिरहेका छन्, जसले भ्रष्टाचार गरिरहेका छन्, जसले व्यथिति गरिरहेका छन्, जसले नराम्रा कामहरू गरिरहेका छन्, तिनलाई चाहिँ फुल स्टप लगाउनु पर्छ भनेर राजनीतिमा प्रवेश गरेका मानिसहरू हौँ हामी। र अर्को कुरा, तपाईँहरूसँग हरेक कुराहरूमा
तपाईँहरूले गर्नुभएका हरेक राम्रा कामहरूमा मेरो जहिले पनि सहकार्य हुनेछ। तर तपाईँहरूले कुनै पनि गलत काम गर्नुभयो भने त्यो कुरामाथि मेरो कहिले पनि सहकार्य हुँदैन। त्यो कुरामा गलतलाई गलत र सहीलाई सही भन्न सक्ने हिम्मतका साथ चाहे राजनीतिमा, चाहे अगाडि र हिजो र आज र भोलि त्यो जहिले पनि भनिन्छ यो कुराहरूमाथि राम्रो गर्नुभयो भने तपाईँहरूलाई सम्मान, साथ, हौसला, माया, प्रेरणा र तपाईँहरूबाट लिन पर्ने कुराहरू पनि लिइन्छ। तर गलत गर्ने छुर्ती कसैलाई पनि छैन। कमसेकम गलत गर्नु हुँदैन है भनेर हामी यसरी राजनीतिमा आइरहेका छौँ भने एउटा समस्या भर्खरै के देखियो भने हामी टाइमलाई एकदम फलो गर्ने मान्छे। 1 बजे कार्यक्रम भनेर भनियो, तर कार्यक्रम झन्डै 2:30 बजे कार्यक्रम सुचारू भयो। यो ती अलिकति अरूले पनि सिक्नुपर्छ। समयभन्दा बलवान ती केही पनि छैन। समयलाई चाहिँ हामीले मध्यनजर गर्न सक्नुपर्छ र समयअनुसारले चाहिँ हामीले चल्न सक्नुपर्छ। समयभन्दा शक्तिशाली चाहिँ अरू केही पनि छैन। मैले फेरि पनि अन्तिममा भने म धेरै बोल्ने मानिस त होइन, तर तपाईँहरूको राम्रो कर्ममा कोटेश्वरमा पनि यी नजिकै हाम्रै पार्टी प्यालेसको लगभग हिमालय कलेजको साइडमा तपाईँहरूको होस्टेल खोल्दै रहेछ। म आफै पनि अनुगमन गर्न तपाईँहरूलाई भनेर होइन, तपाईँहरूसँग सल्लाह गरेर होइन, तपाईँहरूलाई फोन गरेर होइन, म व्यक्तिगत रूपले पनि त्यो होस्टेल कस्तो चलेको रहेछ, कतिको राम्रो छ, के छ, कस्तो छ भनेर म आफै पनि पक्कै पनि हेर्न आउनेछु। र त्यो होस्टेल मैले साँच्चीकै राम्रो देखेँ, भनेको जस्तो देखेर मेरो आत्माले खायो भने त्यो होस्टेलमा त्यो अगाडि बढाउनको लागि मेरो पनि धेरै ठुलो मद्दत र मैले पनि धेरै ठुलो सहयोग गर्नेछु। र कमसेकम होस्टेल भनेको त यस्तो हुनुपर्छ भनेर म अरूलाई पनि तपाईँको अवगति गराउनेछु। राम्रो कर्मलाई चाहिँ म जहिले पनि साथ दिनेछु। तपाईँहरूसँग जहिले पनि सहकार्य गर्नेछु। तपाईँहरूको दुःख सुखमा हरेक ठाउँमा उपस्थिति हुन्छु भन्दै मेरो 2 शब्द यी टुङ्गाउँछु। धेरै धेरै धन्यवाद।